कहिलेकाहीँ यस्तो हुन्छ नि, कतैबाट पैसा आउँदा तलब होस् वा अरू केही काम गरे बापतको भुक्तानी पुरै आएन जस्तो लाग्छ। अलिकति कता गयो जस्तो। त्यो खासमा सरकारले भुक्तानी दिने बेलामै कर काट्ने एउटा नियमले गर्दा रहेछ। आज यसमै अलि सरल तरिकाले कुरा गरौँ न है। हो, त्यसलाई अग्रिम कर कट्टी भन्छन्। छोटकरीमा त टिडिएस भनेर चिनिन्छ। यो भनेको कस्तो भने कमाउँदै गर्दा अलिअलि तिर्दै जाने जस्तो। जसले पैसा दिन्छ उसले एउटा निश्चित प्रतिशत कर काटेर मात्रै बाँकी दिने चलन छ। यसले सरकारलाई पनि कर उठाउन सजिलो हुन्छ अनि नियमित आम्दानी पनि भइरहन्छ। हाम्रो आयकर कानून 2058ले नै तोकेको छ क्या, तलब, सेवा शुल्क, ठेक्का पट्टा जस्ता विभिन्न भुक्तानीमा कर काट्नुपर्छ भनेर। ए अच्छा, त्यसो भए ल मानौ कसैले मेरो भुक्तानीबाट कर काट्यो रे, त्यो काटेको पैसा चाहिँ के हुन्छ त? कर काट्ने मान्छेले खल्तीमा राख्ने त पक्कै होइन होला नि। कहिलेसम्म सरकारलाई बुझाउनु पर्छ त्यो पैसा? होइन, खल्तीमा राख्न त कहाँ पाइन्छ र? जसले कर काटेको हो नि, त्यो व्यक्ति वा संस्थाले काटेको रकम अर्को महिनाको 25 गतिभित्र सरकारी खातामा जम्मा गरिसक्नुपर्छ। जस्तै जेठ महिनामा तलब दिँदा कर काट्यो भने असार 25 भित्र त्यो पैसा तिरिसक्नु पर्यो। अनि समयमा तिरेन भने नि वार्षिक 15% का दरले ब्याज लाग्छ। ओहो, 15% नै? अनि पैसा तिरेर मात्रै सुख छैन, त्यो तिरेको विवरण पनि, मतलब कसको कति काट्यो भनेर त्यही 25 गते भित्रै अनलाइनबाट बुझाउनुपर्छ। त्यसलाई इडिडिएस भन्छन्। यो इडिडिएस विवरण भएन भने त झन् अर्को समस्या। ए विवरण पनि? त्यो नबुझाए के हुन्छ? विवरण समयमा नबुझाए पनि छुट्टै शुल्क लाग्छ, वार्षिक 2.5% का दरले। धेरैले पैसा त तिर्छन्, तर यो अनलाइन विवरण भर्न छुटाउँछन् के रे, अनि गल्ती गर्छन्, त्यसपछि समस्या आउँछ। अनि कर काट्नेले त सुरुमा आफ्नै नाममा पैसा जम्मा गर्ने होला नि है? मेरो नाममा सिधै जाने त होइन होला? हो, सुरुमा चाहिँ ठिक भन्नुभयो। कर काट्ने व्यक्ति वा संस्थाले आफ्नै प्यान नम्बर प्रयोग गरेर सरकारी खातामा पैसा जम्मा गर्छ। तर पछि जब उसले त्यो इटिडिएस विवरण भर्छ नि अनलाइनमा, त्यसमा चाहिँ कसको भुक्तानीबाट कति कर काटिएको हो भनेर हरेक व्यक्तिको प्यान नम्बर अनुसार छुट्याएर देखाउनुपर्छ। उदाहरणको लागि मानौ एउटा हार्डवेयर पसलले कुनै ट्रक ड्राइभरलाई ढुवानी सेवा दिए बापत पैसा दियो रे, अनि कर काट्यो। सुरुमा हार्डवेयरले आफ्नै प्यानमा कर तिर्छ, तर इटिडिएस भर्दा चाहिँ त्यो रकम ड्राइभरकै प्यानमा देखिने गरी विवरण बुझाउँछ। ए कुरो त्यस्तो पो? भनेपछि मेरो पैसा काटिए पनि त्यो डुम्ने होइन रहेछ, मेरो प्यानमा आएर बस्ने रहेछ? बिल्कुल खेर जाँदैन। त्यो काटिएको पैसा त तपाईँकै सम्पत्ति हो, तपाईँकै प्यान खातामा देखिन्छ। अनि वर्षको अन्त्यमा जब आफ्नो जम्मा आम्दानीको कर हिसाब गर्नुहुन्छ नि, त्यति बेला यो पहिले नै काटिएर तिरिसकेको रकम घटाउन पाइन्छ, बाँकी मात्र तिरे पुग्यो। अघिको त्यो ढुवानी कम्पनीको उदाहरणमा उसले वर्षको अन्त्यमा आफ्नो कर तिर्दा पहिले नै काटिएको कर बराबरको रकम छुट पाउँछ। यसले एकैपटक ठूलो कर तिर्नुपर्ने जुन भार हुन्छ नि, त्यो पनि कम हुन्छ। यसमा त दुवैजना, मतलब पैसा दिने र लिने दुवैजना एकदम चनाखो हुनुपर्ने देखियो नि त। कसैले अलिकति अल्छी गर्यो भने त गडबड हुने रहेछ। एकदमै दुवै पक्षको जिम्मेवारी छ यसमा। कर काट्नेले समयमै काट्ने, तोकिएको समयभित्र सरकारी खातामा जम्मा गर्ने, अनि त्यो इटिडिएस विवरण पनि समयमै बुझाउने, यो उसको काम भयो। अर्कोतिर जसको कर काटिएको हो उसले पनि चासो राख्नु पर्यो। मेरो पैसाबाट कर काटियो कि काटिएन, काटेको हो भने मेरो प्यानमा देखियो कि देखिएन भनेर बेला बेला हेर्नुपर्छ। कहिलेकाहीँ के हुन्छ भने विवरण भर्दा प्यान नम्बर गल्ती टाइप हुन सक्छ। त्यसैले आफ्नो प्यान स्टेटमेन्ट त्यो अनलाइनमा हेर्न मिल्छ, त्यो चेक गरिरहनु राम्रो। साँचो कुरा। अनि मानौ काट्नुपर्ने कर कसैले काटेन भने नि, यस्तो पनि त होला नि कहिलेकाहीँ। के हुन्छ त्यस्तोमा? कानुनले काट्नुपर्छ भनेको ठाउँमा कर नकाटे त जरिवाना लाग्छ नि। अब त्यो कस्तो अवस्थामा काटिएन भन्नेमा भर पर्छ। यदि गल्तीले, मतलब थाहा नपाएर वा भुलवश छुटेको हो भने काट्नुपर्ने जति कर थियो त्यसको 50% सम्म जरिवाना हुन सक्छ। तर यदि जानी जानी कर छल्ने नियतले नै नकाटेको हो भन्ने प्रमाणित भयो भने चाहिँ 100% सम्म, मतलब जति काट्नु पर्थ्यो त्यति नै रकम जरिवाना तिर्नुपर्ने हुन सक्छ। यो जानाजान हो कि गल्ती हो भन्ने कुरा चाहिँ अनुसन्धानबाट थाहा हुन्छ। ए बाबा, जरिवाना त राम्रै रहेछ।
भनेपछि यो अग्रिम कर कट्टी, यो टिडीएस भनेको भुक्तानी लिने दिने बेलामै थोरै थोरै कर उठाउने एउटा तरिका रहेछ। यसले हामीलाई वर्षको अन्त्यमा एकैपटक ठूलो भार पनि कम पार्ने भयो, उता सरकारलाई पनि नियमित पैसा आइरहने भयो। फाइदै फाइदा जस्तो देखियो। हो, प्रणालीको हिसाबले त यो एकदमै राम्रो हो। कर तिर्ने प्रक्रियालाई सजिलो बनाउँछ अनि कर छली कम गर्न पनि मद्दत गर्छ। तर यहाँनिर एउटा प्रश्न चाहिँ उठ्छ के सबै भुक्तानी दिने र लिने व्यक्ति वा संस्थाहरूलाई यो प्रक्रियाबारे अनि आफ्नो के जिम्मेवारी हो भन्ने बारे अनि समयमा पालना नगर्दा के हुन्छ भन्ने परिणामबारे उत्तिकै राम्रोसँग थाहा छ त? यसबारे अझै धेरै सचेतना फैलाउन पर्ने हो कि जस्तो लाग्छ। यतातिर पनि सोच्नु पर्ने देखिन्छ।